बजार हो। यतिखेर हामी पर्सेनी बजार नजिकै आइपुगेका छौँ। विगत 2-3 वर्ष अगाडिमा यो मेरो पानी पत्रो गर्ने ठाउँ थियो। यही बाटो त्यतिखेर हामी पर्सेनी बजार क्रस गरेर हामी कालखोला हुँदै राजापुर पुग्नेछौँ। कति राम्रो नानी च्याप्ट गरेर बाटोमा उभिरहेछन्। मैले भिडियोमा क्याप्चर हाल्ने वास्तवमा यसो नभए रानीघाट खोला अनि कालखोला किन भन्छ त? यतिखेर हामी आइपुग्दैछौँ मोतीपुरमा। एकदमै प्यारो र उर्वर लाग्ने मेरो एकदमै सुन्दर भूमि जहाँ मेरा भविष्य निर्माणको लागि 4 वर्ष एकदमै प्यारो लाग्छ, एकदमै सम्झन्छु म सधैँ। मेरो आधारशिला र मेरो एउटा स्तम्भहरू तयार पार्न यो भूमिले मलाई एकदमै ठुलो गुण लगाएको छ। एकदमै महत्त्वपूर्ण क्षणहरू मैले यस ठाउँमा व्यतीत गरेको छु। करिब 4 वर्षको समयावधि मैले यस ठाउँमा कटाएको हुँ। एकदमै प्यारो सुन्दर लाग्छ यो ठाउँ। गल्लीहरू, सडकहरू, साथीभाइसँग हिँडेका पलहरू अझै पनि मलाई एकदमै ताजा हुन्छन्, स्मृतिमा आइराखेका छन्। हेर केटा नवीन, तेरो यो पुरानो एउटा कोठा थाहा छ तपाईँलाई? पुरो नवीन कोठा यो भन्ने उता पनि थिएँ। केटाहरू तिमीहरू कता छौ होइन? तिम्रो यादहरू यहाँ अहिले यहाँ झल्झली मलाई सताइराखेका छन्। स्मृतिहरूले मलाई यहाँ अहिले भेटिराखेका छन्। यी सडक गल्लीहरूमा दिनको मध्याहको धुपमा होस् या रातको दिउँसो जाँचमा हामी सँगसँगै हिँडेका ठुला बातहरू गरेका जीवनका बारेमा योजना बनाएका पलहरू अहिले पनि यहाँ एकदमै याद आइरहेका छन्। यो परिवेशमा हामी यतिखेर हात्ती खौवा भन्ने ठाउँमा छौँ। हामी यतिखेर तुलसीपुरको मध्य बजारमा, मुख्य बजारमा प्रवेश गरिसकेका छौँ। यी सडक गल्लीहरूमा हामी रातको 12-1 बजीतिर नाइट ड्युटी गरेर एक्लै हिँडेको याद एकदमै अहिले आइरहेको छ। साथीहरू तिमीहरू कता छौ? जहाँ जे जस्तो अवस्थामा छौ कृपया कस्तो मस्त हौ। एकदमै यो बजारको सुरक्षा व्यवस्था कडा दुस्त गराउन यहाँ हाम्रो सुरक्षाकर्मीहरू, आर्मीहरू परिचालित भएको अवस्था देखिन्छ। साथी चाहिँ र म यतिखेर हामीले तुलसीपुर बजारतिर हामी एकदमै घुमफिरमा निस्किँदैछौँ। पश्चिम नेपालको एक प्रमुख व्यापारिक केन्द्र तथा साबिक राप्ती अञ्चलको सदरमुकाम पनि भनेर चिनिने तुलसीपुर बजार अहिले चाडपर्व नजिकै गर्दा एकदमै आफ्नो चहल पहल थालिसकेको छ। एकदमै सिँगारिएको छ, सुन्दर छ। मनमोहक दृश्यहरू हामी यतिखेर देख्न पाउँदछौँ। हाम्रा यातायातका साधनहरू आज अलिक कम देखिन्छ। सायद दसैँ सुरु भएर पनि हुनसक्दछ। यो चाहिँ एकदमै अमिलिया जाने रोड हो। यतिखेर हामी दाजुभाइ घुमिरहेका छौँ। यो तुलसी बोर्डिङ चोक यताबाट होला चाहिँ तपाईँकै जन्मे हुर्किया ठाउँ हो त झर्नुपर्छ। त्यसो झन् हाम्रो दाइले ट्राफिक नियमको उल्लङ्घन गरिसक्नु भएको थियो, तर त्यो अज्ञानताको कारण हो। त्यसमा नियत बस भन्न मिल्दैन, काठमाडौँ मात्र भन्नु हुन्छ भन्ने सोच्नु भएको थियो बेलामा चाहिँ। तुलसीपुर पनि विकसित भइसकेको छ। ट्राफिक नियमहरू चुस्त भइसकेका छन्। नियम पालनाहरू सबैले गर्नु पर्दछ। चाडपर्वको अवसरमा ट्राफिक नियमहरू सबैले पालना गर्नुपर्छ। सवारी सडक दुर्घटनाहरू नियन्त्रण गर्ने तपाईँ हामी सबैको दायित्व हो भन्ने कुरालाई मनाउन हामी गर्नुपर्दछ भन्ने कुरालाई जोड दिँदै हामी यतिखेर यो दसैँको अवसरमा तुलसीपुर बजारको परिक्रमा गर्दैछौँ। भव्य छ, सुन्दर छ, मान्छेहरूको चहल पहल यतातिर अलिक बढिरहेछ। हामी यतिखेर यो चाहिँ सुर्खेत जाने बाटो हो। तुलसीपुर बजारबाट कालीमाटी सुर्खेत हापुरे हुँदै सुर्खेत जाने बाटो यो हो भने यतिखेर यता यो चाहिँ तुलसीपुर बजारको आधुनिक बस पार्क हो। एकदमै आधुनिक रूपमा निर्माण भएको एकदमै सुन्दर सफा बस पार्क छ यहाँ।
यो चाहिँ पश्चिम दाङ जाने बाटो। पश्चिम दाङ हुँदै सुर्खेतसम्म पुग्ने गर्दछ यो बाटो। हामी यतिखेर पुलचोकसम्म पुगिसकेका छौँ। यो पश्चिम दाङलाई जोड्ने एउटा प्रमुख पुलका रूपमा चिनिन्छ। पातु खोलालाई जोडेर पश्चिम दाङलाई तुलसीपुरबाट पश्चिम दाङलाई जोड्ने एउटा प्रमुख पुलका रूपमा, एउटा महत्त्वकाङ्क्षी पुलका रूपमा यसलाई चिन्न हामी सक्दछौँ। सायद अब हामी थोरै अगाडिबाट युटर्न लिएर उतै फर्किनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो। यसमा दाइको के छ धारणा, यदि सबैको साझा धारणा भयो भने हामी फर्किन सक्छौँ। र हामी छौँ तुलसीपुर बजारबाट अलि पश्चिम दिशातिर हामी अगाडि बढिसकेका छौँ। यो धोगोरे भन्ने ठाउँमा छौँ। तुलसीपुरबाट सुर्खेत जाने बाटो हो यो, जसले पश्चिम दाङलाई पनि जोड्ने गर्दछ। हामी यस ठाउँबाट युटर्न लिएर फेरि पनि तुलसीपुरको बस पार्क हुँदै मुख्य बजारतिर प्रवेश गर्ने मनसायका साथ हामी अगाडि बढिसकेका छौँ। हाम्रो आज मुख्य उद्देश्य भनेको दसैँको अवसरमा हाम्रो यस तुलसीपुर बजारको अहिलेको वर्तमान अवस्था के कस्तो छ, रौनक चहल पहल, दसैँको अवसरमा मान्छेहरूको आगमन कस्तो छ, सवारी साधनहरूको भिडभाड कस्तो छ भनेर वास्तविक अवस्था तपाईँहरू समक्ष हामी देखाउनु हो। फेरि पनि घुमेर तुलसीपुर बजारको यस बस पार्क क्षेत्रमा प्रवेश गरिसकेका छौँ। एकदमै आज चाहिँ बसहरूको लामो ताँती छ बस पार्कभित्र। पिपल बोटबाट उकालो लागेर यहाँ तल गर्नु त गाडी मिल्छ होइन त? मिल्छ। कहाँ नि तपाईँ भिडियो बजार तल आर्मी स्टोर पनि ल्याइदिनु न त। तपाईँ भिडियो पनि कम्प्लिट गरिदिनु त यार, कहाँ अलिकति चिसो देखाइदिन्छ। हामी यतिखेर तुलसीपुर बजारको नौ लाइनबाट अगाडि बढ्दैछौँ। यो बजार चाहिँ अलि तुलनात्मक रूपमा सुन्दर, शान्त पनि छ। यतिखेर शान्त छ, त्यतै धेरै चहल पहल छैन। एउटा हामी यसरी अगाडि बढेर हामी देशी चोकमा निस्केर लाइन हुँदै फेरि पनि हामी वृन्द चोक निस्केर मुख्य बजारमा प्रवेश गर्नेछौँ। यो चाहिँ अमलियाबाट हुने यो राप्ती राजमार्गको अन्तर्गतको घुम्रा चोक हुँदै हामी अगाडि बढेका छौँ। एकदम साकिलो छ बाटो, सुनसान छ, दसैँको माहौल लागि पनि त्यति धेरै रौनक छैन। यतिखेर हामी लोकसेवा आयोगको तुलसीपुर कार्यालय, दाङ कार्यालय हो। यो चाहिँ मालपोत कार्यालय अस्ति सेप्टेम्बर 8 र 9 गतेको जेन्जी आन्दोलनले उग्र रूप लिएपछि टोटफोट र आगजनी पश्चात क्षतिग्रस्त अवस्थामा छ। यो चाहिँ उच्च अदालत हो, उच्च अदालत परिसर हो। यस ठाउँमा पनि क्षति भयो भन्ने कुरा प्रारम्भिक अवस्थाबाट हामीले बुझ्न सक्दछौँ। सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड हुनु आफैमा दुःखद कुरा हो। यस विषयमा हामी घोर निन्दा गर्छौँ। कुनै पनि आन्दोलनहरू यसरी उग्र रूपमा लिनु हुँदैन। सरकारी सम्पत्तिहरू हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण गर्नु हामी सबैको दायित्व हुने गर्दथ्यो। सायद जेन्जी आन्दोलनको उद्देश्य अथवा ध्येय त्यो थिएन, बिचमा घुसपेट अथवा अनियन्त्रित भएपछि त्यस्तो हुन सक्दछ। त्यो कुरा पछि भोलिका दिनमा खुल्दै जाला। जे पनि स्वच्छ उद्देश्यका साथ गरिएका कुनै पनि आन्दोलनहरू बिचमा यस्ता कुरामा हाम्रो आन्दोलन पतन हुनु हुँदैन थियो। म पनि एउटा जेन्जी युवाको नाताले भन्दछु। तुलसीपुर बजारको क लाइन हो, एकदमै सुन्दर, शान्त, मनोरम छ। एकदमै चाडपर्वको अवसरमा चहल पहल बढेको अवस्था यहाँ देखिन्छ। त्यति उल्लेखनीय रूपमा भिडभाड त छैन, र पनि चहल पहल राम्रै देखिन्छ। यतिखेर शालिक दाई र म हामी तुलसीपुर बजारको पुरा परिक्रमा गरिरहेको अवस्था हो। एकदमै हाम्रो यहाँ यस ठाउँमा साँच्चैमै सुन्दर, शान्त, मनोरम देखिन्छ। नानीहरूलाई पनि मैले खिचिसकेँ। अनुहार हेरेर फेसबुकमा सर्च गरेर म फेरि रिक्वेस्ट पठाउँछु भन्ने क्या हो। हामी यतिखेर छौँ तुलसीपुर बजारको बिपी चोक। बिपी चोक पनि जेन्जी आन्दोलनको क्रममा टोटफोट भएर एकदमै भग्नावशेष मात्रै बाँकी अवस्थामा छ। यो पनि हुनु आफैमा दुःखद हो। बिपी कोइराला कुनै पनि पार्टीसँग भए पनि उनको राजनीतिक दर्शन र चेतना समग्र नेपाली राजनीति र नेपालको अवस्थालाई मार्गदर्शन गर्ने खालको थियो। अनि पार्टीका मात्रै नभएर देशका थिए। यो वीरेन्द्र चोक हो। वीरेन्द्र चोक राजा वीरेन्द्रको शालिक यहाँ छ, हामी देख्न सक्छौँ।
एकदमै हामी लक्ष्मीपुर बजारको यो वीरेन्द्र चोकबाट हामी अगाडि सल्यान रोडतर्फ हामी सल्यान रुकुम जाने राप्ती राजमार्ग नै हो यो अन्तर्गत हामी अगाडि बढेका छौँ। सम्भवतः 193 किलोमिटर लामो अमेलियाबाट सुरु भएर रुकुमसम्म पुग्ने राप्ती राजमार्ग उपरकोट खण्ड एकदमै त्यसको स्तर उन्नति हुन नसकेको कारणले अझै पनि दुर्घटनाको उच्च जोखिममा रहेको छ। हामी यतिखेर हामी अब यहाँबाट यस सल्यान रोड होइन राप्ती राजमार्ग अन्तर्गत हामी यता राप्ती प्रादेशिक अस्पतालतर्फ हामी प्रस्थान गर्छौँ, जुन ठाउँमा मैले आफ्नो क्लिनिकल प्र्याक्टिसहरू गरेको थिएँ, आफ्नो ओजिटीहरू गरेको ठाउँ हो। एकदमै प्यारो लाग्छ। यहाँ विभिन्न ड्युटीहरू गरियो, विभिन्न सङ्घर्ष गरियो। यो चाहिँ हाम्रो अरण्यको मैदान हो। यहाँ विभिन्न खेलकुदका कार्यक्रमहरू यहाँ हुने गर्दछ। यसमा व्यवस्थित ढङ्गले यसलाई अगाडि बढाउन सकिएन, यसको कुनै योजना आएन। यतिखेर छौँ। यो चाहिँ राप्ती प्रादेशिक अस्पताल हो र ताबी राप्ती अञ्चलको स्वास्थ्य क्षेत्रको ठुलो हिस्सा यसले ओगट्ने गर्दछ। एकदमै यो एरियामा एकदमै मेडिकलहरू छन्। यहीँ अगाडि यहीँनिर हेलो बहिनीहरू यतिखेर हामी यो तुलसीपुर बजारको तुलसी बोर्डिङ चोकतर्फ अगाडि बढ्दैछौँ। आज यो बजार एकदमै शान्त देखिन्छ। सायद दसैँ सुरु भइसकेर हुनसक्छ यस ठाउँमा अहिले मान्छेहरूको चहल पहल आज एकदम कम देखिन्छ। आज राप्ती प्रादेशिक अस्पतालको ओपिडी सेवा इमर्जेन्सी बाहेकका सम्पूर्ण सेवाहरू बन्द भएर पनि मान्छेहरूको चहल पहल घटेको हुनसक्छ। एकदमै घनिष्ठ साथी सुदीपसँग प्रत्यक्ष मुलाकात गर्न गइरहेको छ। हजुर च्यानलको नाम के हो? त्यो चाहिँ हेमराजुली। म यतिखेर तुलसीपुर बजारको गलाइन अवस्थित छु। यो तुलसीपुर उपमहानगरपालिकाको प्रशासनिक भवन हो। गत सेप्टेम्बर 7 र 8 गतिको जनजी आन्दोलनले उग्र रूप लिए पश्चात गत सेप्टेम्बर 7 र 8 गते भएको जनजी आन्दोलन र त्यसले उग्र रूप लिएपछि यस उपमहानगरपालिकाको सरकारी भवनमा आगजनी तथा तोडफोड भएको हामीले यहाँबाट भएको अवस्था हामी यहाँबाट प्रत्यक्ष रूपमा देखिरहेका छौँ। यहाँ धेरै क्षति भएको, आगजनी भएको यहाँ देख्न सकिन्छ। यस प्रशासनिक भवन तुलसीपुर उपमहानगरपालिकाको प्रशासनिक भवनमा आगजनी तथा तोडफोडहरू भएर गम्भीर क्षति भएको प्रारम्भिक अवस्था यहाँबाट हामीले प्रत्यक्ष रूपमा निहालिरहेका छौँ।